अबको एक हप्ता म पनि यही रिह्याबमा बस्नेछु। 8 वर्ष पछाडि माछा व्यापार गर्दो रहेछ रे। अनि एउटा क्वेसन दाइ, तपाईँले उभिएको पोजिसनबाट नि गर्नुभयो, व्हिलचेयरबाट नि गर्नुभयो, त्यो केटीले कस्तो रियाक्सन गरे? मैले गरे पनि मिल्छ, तिमीले गरे पनि मिल्छ, उसले गरे पनि मिल्छ, हामी सबै हरामी हो। त्यही गर्दै गएपछि थाहा हुने रहेछ। आइए देखते हैं बैठन मजा आएगा। मर्निङ। आज चाहिँ नेक्स्ट डे यहाँ एसआइआरसीमा र अहिले चाहिँ म यहाँनिर मुखसुक भइसकेँ। म चाहिँ यहाँ व्हिलचेयर एक्सेसेबल बाथरुम देखाउन खोजेको है। हाम्रो लागि एक्सेसेबल हुने गरी यता चाहिँ नुहाउने बाथरुम छ, त्यतापट्टि टोइलेट अनि सुतेको ठाउँ चाहिँ यहीँ हो। यहाँ बेडै बेड छ। यहाँ राजु सुत्यो, त्यहाँनिर चाहिँ म सुतेँ। त्यहाँ मेरो अघि सामानहरू छ। मर्निङ साथी यहाँ ह्यान्डसम भएर म बोक्छु। I'll keep updating। हेर्दै गर्नु होला। अब हामी बाहिर जान्छौँ। 8 वर्ष पछाडि आएको यहाँनिर। Okay guys, once again welcome back to the new video. Second day in the saga, Kathmandu। So guys, यो चाहिँ हाम्रो स्टाइल इन्जुरी रिहेबिलिटेसन सेन्टरको द भोइस भन्ने एउटा फाल्टै ब्रान्च हो कि के हो, यसको बारेमा म अहिले यहाँको बुझ्ने मान्छेसँग सोध्छु है। अहिले चाहिँ हामी चिया खान जाँदैछौँ। अहिले बिहान 8 बज्यो होला है, 8:10 त यहाँको वरिपरि चाहिँ यस्तो छ, उतातिर पहाड घरहरू यस्तै खालको छ। ल एकछिनमा र यो देखिराख्नु भएको चाहिँ स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र हो र यो चाहिँ स्पाइनल इन्जुरी रिलेटेड प्रब्लम भएकाहरूको लागि इन्टायर नेपालभरिकै बेस्ट फिजियोथेरापी अकुपेसन थेरापी गर्ने ठाउँ हो र म पनि अबको एक हप्ता यही रिह्याबमा बस्नेछु। अहिले चाहिँ म क्यान्टिनमा आइसकेँ। आजको खाजा चाहिँ यस्तो छ है। ल अब हामी खाएर भेट्छौँ। ओके अलराइट साथीहरू, अहिले चाहिँ म खाजा खाएर यहाँ बाहिर आइसकेको छु। यहाँ चाहिँ एकदम जाडो छ, त्यही भएर मैले टोपी सोपी यसरी लगाएको। र आज शनिबार हो, यहाँको मेन अफिस चाहिँ बन्द हुन्छ, फिजियोथेरापीहरू हुँदैन। र म यहाँ आउनुको खास कारण चाहिँ के हो भने म रग्बी खेल्न आएको र अहिले चाहिँ हामी 2जना खेलाडीहरू भेला भइसकेको छौँ, म र हाम्रो अभिषेक साथी र अब चाहिँ अरू साथीहरू पनि आउँदै हुनुहुन्छ अरे। लेट्स वेट फर देम। अनि हाम्रो दिलीप दाई पनि अन द वे हुनुहुन्छ अरे। दाई आएर यहाँ हाम्रो लागि, हाम्रो प्र्याक्टिसको लागि बलहरू यताउता चेयरहरू कता कता छ मिलाइदिने भनेर भन्दै हुन्छ। ओके गाइस, लेट्स वेट फर देम। अनि के कस्तो हुन्छ म अपडेट गरिहाल्छु है। कमललाई मेरो भिडियोमा वेलकम। कमल अनि कमलको ब्याक साइडमा चाहिँ पछाडि अनि फेरि उसको फेरि एक्सिडेन्ट पछाडि उसले बिहा गरेको है, होइन साथी? 5 वर्ष भयो बिहा गरेको, ठ्याक्कै 10 वर्ष भयो। ए ल अनन्त भाइलाई अनि मेरो भ्लगमा वेलकम। वाट्सअप म अनन्त राई। आज फर्स्ट टाइम दाइसँग भेट भयो, खुसी भइरहेको छ। भाइको एक्सिडेन्ट भएर है, बाइक एक्सिडेन्ट बाइक एक्सिडेन्ट 7 वर्ष भयो। 20 minutes later। नमस्ते। नमस्ते। यो चाहिँ मेरो चाहिँ पहिलो एउटा ग्यादरिङ सरसल्लाह डिस्कसमा स्वागत छ सबैलाई। हामी चाहिँ आज खास हामी सबैजना चाहिँ व्हिलचेयर रग्बीको चाहिँ हामी प्लेयरहरू हौँ। नेपालमा फर्स्ट हामीले चाहिँ यसको चाहिँ डेमोन्स्ट्रेसन म्याच देखाउन गइरहेको छौँ आज त होइन, आज दिवस हामी ट्रेनिङमा चाहिँ छौँ। अब हामी डिसेम्बर 18मा देखाउँछौँ। हामी सबैजना एउटै लेभलको, एउटै क्वाड्रिप्लेजिक, हामी सबैजना क्वाड्रिप्लेजिक, तर कोही इन्कम्प्लिट छ, कोही कम्प्लिट छ, कसैको लेभल अलिकति माथि छ, कसैको लेभल अलिकति तल छ। तर हामी सेम तर अलिकति फरक, सेम बट डिफरेन्ट भने जस्तै छ होइन। अब खासै गफ त केही छैन, यसो ऱ्यान्डमली 1-2वटा गफहरू हान्ने पनि न त के छ र। अभिषेक पनि आएको छ, सोना रमाइलो भन्छ उसले होइन, उसको आफ्नो छुट्टै रमाइलो छ। रोशन आज रोशनले आफ्नो भ्लगिङ गरिरहेको छ। अनन्त छ, अनन्तको फेरि छुट्टै उसको फेरि छुट्टै चल्दैछ। अनन्त मैले हिजो थाहा पाएँ फेरि अनन्तको। अनन्त त पुरै माछा व्यापार गर्दो रहेछ रे होइन, थाहै थिएन क्या मलाई त। मैले अनन्तले के गर्छ भने मैले त अनन्तले जुत्ता बेच्छ भन्दै क्या मैले, कसैले विश्वास गरेन मेरो कुरा। फेरि ल ल तिमीबाट सबभन्दा पहिला, तिमी सबभन्दा सजिलो। नमस्ते, मेरो नाम चाहिँ रियल रोस, फेसबुक इन्स्टाग्राम
युट्युबमा जहीँ पनि REALROS छ। साँच्चीको नाम चाहिँ रोशन अधिकारी, तर मलाई रियल रोस मनपर्छ। म चाहिँ आजकल रिसेन्टली चाहिँ भ्लग बनाउँछु भिडियोहरू, अनि प्लस एडिटिङ ग्राफिक डिजाइनको कामहरू गर्छु। मेरो नाम चाहिँ अभिषेक श्रेष्ठ। म चाहिँ अब क्लाउड फ्याक्ट्रीहरूमा अब अनलाइनको कामहरू गरेर बसिरहेको हुन्छु। अहिले चाहिँ हाम्रो रग्बी भुल्चर रग्बी एसोसिएसन आइरहेछ, त्यसकै ट्रेनिङको लागि आइरहेछु। 18 सिल्भरमा हाम्रो गेम छ। हेलो म चाहिँ अनन्त राई। आज फर्स्ट टाइमै भनौँ होइन, यस्तो हाम्रो क्वाड्रिप्लेजिकहरूको जमघट एउटा स्पोर्ट्स इभेन्ट अर्गनाइज गर्न लागेको छौँ नेपालमा फर्स्ट टाइम। त्यसको लागि हामी सबैजना एक्साइटेड छौँ र आज हामी दाइसँग नि पहिलोचोटि भेट भइरहेछ हाम्रो। तपाईँ कमललाई पनि आजै होला होइन? त्यही अब हाम्रो फ्रेन्डसिप बन्डहरू बिस्तारै बढ्दै जान्छ। उहाँ टाढा इटलीदेखि आउनु भएको छ, त्यसको लागि पनि धन्यवाद। क्ल्याप भयो। धन्यवाद गाइस। अनि हामी चाहिँ एक्लै फेरि यता सागामा स्पाइनल कर्ड इन्जुरी रिहेबिलिटेसन सेन्टरमा छौँ। यहाँ हामी चाहिँ अब 4-5 दिनको लागि बस्ने गरी आएको छौँ। त्यसमा अब ट्रेनिङ यसो रमाइलो त्यसको लागि भनेर बसिरहेछौँ। अब हेरौँ के हुन्छ कसो हुन्छ फ्युचरमा यो हाम्रो नयाँ स्पोर्ट्स। त्यही हो न कमललाई। म चाहिँ कमल थापा। अब हामी पनि त्यही रग्बी स्पोर्टको लागि आएको हो। सबै अन्तभाइ भनिसक्यो, त्यही हो हाम्रो अब डेलिभेसन भएको त्यही कारणले। नमस्कार है, मेरो नै नमस्कार। म दिलीप सापकोटा, पेसाले चाहिँ विद्यार्थी अहिलेसम्म होइन। अनि अपाङ्गता चाहिँ यही हाम्रो क्वाड्रिप्लेजिक नै हो। म चाहिँ हाम्रो साथीहरूभन्दा अलिक फरक किसिमको कारणले अपाङ्गता भएको हो, स्पाइनल कर्ड इन्जुरी भएको हो। साथीहरूको चाहिँ एक्सिडेन्ट नै भयो भने मेरो चाहिँ मेरुदण्डमा इन्फेक्सन भएर ट्रान्सफर माइलाइटिस भन्ने रोगले एट्याक गरेर म चाहिँ स्पाइनल इन्जुरी हुन पुगेँ। एकदम रियर केस। एकदमै रियर। यो चाहिँ 3 करोड मध्ये एकजना, एकदमै रियरली त्यो पनि 3-4 करोड मध्ये एकजना मान्छेमा देखा पर्ने भन्छ। अब रिसर्चले चाहिँ अब ओभरअल नेपालमा मैले 4-5 जना भेटिसकेको छु। अब अस्ति डिसेबल डेको दिनमा गएर बन्जी सन्जी हानियो। कस्तो भयो होइन त्यो अब हाम्रो चाहिँ त्यस्तो प्लान बनेको चाहिँ होइन है। अनप्लानै ठिक हुँदो रहेछ होइन हामीले कत्रो प्लान गरेर लास्ट अनप्लानै ठिक हुन्छ। त्योभन्दा अगाडि हाम्रो प्लान थिएन है गएर हान्ने भन्ने त। त्यो कस्तो भयो भने मेरो अनुभव चाहिँ होइन, म भन्छु हान्ने भनेर चाहिँ गएको हो है। यहाँबाट चाहिँ हान्छु नै भनेर गएको हो। त्यहाँ पुगेपछि त्यति त भएको थिएन। तर त्यो जब त्यो अब चाहिँ हान्ने भनेर लाग्यो नि, त्यस पछाडि चाहिँ एकदम डर लाग्यो है केटा। लास्ट डर लाग्यो क्या। के गर्ने अहिले एकचोटि त हानिसकेको थिएँ मैले। मलाई किन बौलाएर आएको होला म यहाँ फेरि जस्तो लाग्यो क्या होइन मनमा। जोसमा के गर्ने भएको थियो होइन। अब त्यहाँसम्म गएपछि त लाज पनि लाग्छ नि त। फेरि अब हान्छु भनेर आइसकेको छ। अनि त्यतिसम्म त ठिकै थियो यार। त्यो छेउमा पुगेँ नि, छेउमा पुगे पछाडि त ओठ मुख सब सुकेर त्यो भन्छ केही छैन क्या मुखमा। यस्तो यो हाइट देखेर एन्जाइटी हुन्छ कि एन्जाइटी हाइट मलाई चाहिँ त्यो हाइटदेखि एन्जाइटी चाहिँ हुँदैन। तर त्यो पनि तर त्यो त धेरै 160 मिटर भन्दा त धेरै ठुलो हो नि त। धेरै हो त्यो र पनि त्यस्तो त डर लाग्यो नि। तर अनि फुट त ठेले पछाडि चाहिँ यस्तो क्या त्यो अलि यतिपट्टि साइडमा बाँध्ने सबै होइन, अनि सिधै होलसेल खोलेर सट्टै गरेर गएर हान्नु पाइँदैन। अलिक मिल्दैन त्यो चाहिँ मिल्दैन। त्यो गऱ्यो भने त झन् उत्तिन्छ होला है। त्यो त हाम्रो हुइचेयर अड्किने सम्भावना ऊ चाहिँ उसले चाहिँ गर्न सक्छ है। व्हिलिङ गर्नेहरूले चाहिँ यस्तो व्हिलिङ गरेर फेरि फुट आफू छोड्दै रमेश जतिको एक्टिभहरूले तिनीहरूले चाहिँ हान्न सक्छ। अनि एउटा क्वेसन दाइ, तपाईँले उभिएको पोजिसनबाट नि गर्नुभयो, व्हिलचेयरबाट नि गर्नुभयो, कुन चाहिँमा चाहिँ कस्तो भयो? कम्फोर्टेबलको हिसाबले र अलिकति इन्जोयको हिसाबले त फ्री फलै दामी हुन्छ विदाउट व्हिलचेयर। किनभने नि व्हिलचेयर हुँदाखेरि व्हिलचेयरमा बाँधेको हुन्छ, हामीलाई बाँधेको हुन्छ होइन। अनि फेरि हामी क्वाड्रिप्लेजिक है। क्वाड्रिप्लेजिक पर्सनहरूले चाहिँ कहिले पनि हामी हात फिजाएर चाहिँ बन्जी गर्दाखेरि माथिबाट फोटो खिच्दाखेरि हाम्रो अनुहार आउँदैन क्या। किन भन्दा टाउको पछाडि जान्छ क्या हाम्रो। मैले किन हात मेरो समाताइ छु नि, किन भन्दा माथि त हेर्नु पऱ्यो नि त। फोटो त माथिबाट खिचिरहेको हुन्छ नि त, अनुहार त देख्नु पऱ्यो नि त होइन। यो हात छोडिदियो भने त अब यहाँदेखि त पावर छैन नि त हाम्रो त। टाउको त सर्लक्क पछाडि जान्छ नि त।
टाउको पछाडि जान्छ ज्यान यस्तो हुन्छ यस्तो हुँदाखेरि त राम्रो देखिन्न नि त अलि यस्तो आफै नोटिस गरेको कुरा या यो मैले आफै नोटिस गरेको अनि दाइ त्यो अर्को तपाईँसँग हान्ने साथीको पनि भित्र त्यो पाताहरू उसको त टाइटल छ छ है अच्छा उसको स्टिल छ मेरो चाहिँ थिएन उसको स्टिल छ हामीले नि हान्न सकिने रहेछ सक्छ क्वालिटी चाहिँ है पारले होइन ऊ पारकले चाहिँ उसको टी12 हो त्यो भएर त उसको बन्जी हानेको कस्तो दामी आएको छ नि त यस्तो मजाले यस्तरी आएको छ होइन उसको बडी पनि कस्तो ट्याक्क मिलेको छ अनि मेरो त कस्तो छ मेरो क्वालिटीले चाहिँ अब यहाँबाट त पावर छैन हाम्रो त समात्नु पऱ्यो होइन त्यो छ अनि त्यो भएर हाम्रो चाहिँ अलिकति स्टिलले खासै फरक नपर्ने रहेछ पर्दैन स्टिलले किनभने आफूले बनाउँदा त्यो जम्प गर्दाखेरि त भुल्चेर आफू छैन त्यस्तो त यस्तो हुन्छ जस्तै तिमी हुलचेयर सँगसँगै झरे पछाडि कस्तो हुन्छ भने केही पनि हुँदैन क्या तिमीसँग साथमा त्यो हुलचेयर पनि कहीँ अडेस नलाए पछाडि त त्यो सँगसँगै झरिरहेको हुन्छ म हुलचेयरमा बसेछु जस्तो फिल हुन्छ कि हुलचेयर र ग्याप हुन्छ कि हुन्छ हुलचेयरमा बसेको जस्तो फिल त हुन्छ त्यस्तो हुन्छ त्यस्तो हामी हुलचेयरसँगै झरेका छौँ भन्ने फिल त हुन्छ त्यस्तो फ्री फल हुँदाखेरि त अलिकति फ्री फलमा पनि हुलचेयर एकातिर झुन्ने नि म एकातिर झुन्ने नि भन्ने अनि अर्को क्वेसन त त्यो सक्यो होइन कति 2 मिनटको हुन्छ होइन 2 मिनट कति सेकेन्ड हुन्छ 12-14 सेकेन्डमा हुन्छ नि अनि तल ल्यान्डिङमा चाहिँ कसरी गरायो यस्तो हुन्छ नि त माथिबाट तान्छ नि त फेरि माथि नै आउँछ माथि नै आउँछ झुन्डै पोजिसन लट्ठी जस्तो पहिला चाहिँ तलै ल्यान्ड गराइ पहिला चाहिँ तल ल्यान्ड गराउँथ्यो तलबाट हिँडेर आउनु पर्थ्यो होइन अहिले त्यस्तो अहिले टेक्नोलोजीले अब सबै एउटा डोरी पठाइदिन्छ माथि टक्क लक गरे पहिला त लट्ठी एउटा जस्तो हुन्थ्यो भनेपछि दाइ सबैले गर्नु यो ए मजा जसले गरे नि हुन्छ क्या मैले गरे पनि मिल्छ तिमीले गरे पनि मिल्छ उसले गरे पनि मिल्छ हामी सबैले गर्नलाई त्यो प्रेसरहरू चेक गर्छ भन्छ नि पहिला चाहिँ गर्थ्यो पहिला अहिले त गर्दैन मेन चाहिँ कसले चाहिँ नगर्नु कसलाई यस्तो भयो क्या एडभेन्चर भन्ने कुराहरू पनि हामी जति गर्दै जान्छौँ त्यति चाहिँ अलिक खुल्ला हुँदै जाने त हो नि होइन जस्तै मैले गरे पछाडि अब कति चाहिँ हाम्रो साथीहरूलाई चाहिँ गर्न सक्छु भन्ने एउटा आँट पनि हुन्छ र गराउने उसलाई पनि आँट हुन्छ नि त उसले त गरिसकेको छ भनेर होइन बाटो खुल्यो अब बाटो रोकछेक त्यस्तो केही छैन कसैको लागि है कुनै पनि केसको लागि कुनै पनि केसको लागि छ दाइले त बन्जी पनि हान्नुभयो 2 चोटि प्याराग्लाइडिङ एकचोटि गरेँ बन्जी 2 चोटि गरेँ स्विङ अब दाइले उस गर्नु पर्यो सबभन्दा अगाडि फेरि प्याराग्लाइडिङ गरेको कसले थाहा छ अभिषेकले हो नि फेरि होइन कहाँ गरे हो नि सबभन्दा अगाडि गरेको प्याराग्लाइडिङ गरेको अभिषेकले हो मैले दुईचोटि गरिसकेँ अब स्काई डाइभिङ गर्यो स्काई डाइभिङ छ अनि अर्को उ छ अनि धेरै चिजहरू छ गर्नुपर्ने अरू केटाहरूले गरेको त्यस्तो एडभेन्चर उसले उसको मिलेन उसले त्यो उसँग गर म चाहिँ त्यो कलेन्जी भनेर म फेरि ठ्याक्कै फ्यामिलीसँग गएको अलिक सही गरेको तर इन्जोय गर्ने चाहिँ बन्जी चाहिँ दुई थरी भन्छ है बन्जी र प्याराग्लाइडिङको चाहिँ दुईवटा चाहिँ मेरो अनुभव है फिलिङ्स है बन्जी भनेको डरलाई जित्ने हो होइन प्याराग्लाइडिङ भनेको इन्जोय गर्ने हो क्या मेमोरेबल टाइमलाई एउटा चाहिँ क्याच गर्ने हो क्या माथि बसेर चरा जस्तरी चाहिँ भुइँ हेर्ने हो क्या जमिन हेर्ने प्लेनमा जस्तो हुन्छ दाइ प्याराग्लाइडिङ इन्जोय हुन्छ यार झन् डर हुन्छ होला है हुँदैन नि यस्तो सबैतिरबाट टक्क बाँधे हुन्छ यसरी टक्क त्यो कङ्गारू छैन कङ्गारूको बच्चा राखिदिँदैन त्यो भित्र होइन ठ्याक्क त्यो थैलीमा टक्क बस्छ हात दुइटा खुल्ला हुन्छ खुट्टा टङरङ्ग झुन्ने चाहिँ एकदम यस्तो मजाले झुन्डिन्छ खुट्टा होइन फर्स्टमा केही हुँदैन फर्स्टमा उडाउँदाखेरि चाहिँ डर लाग्ने कि थोरै कस्तो हिँड्नु सक्यो बोकेर डाँडाबाट फाल्दा हुन्छ कि त्यस बेला चाहिँ रुखमा ठोकेला जस्तो कि त्यसपछि झरिहाल्छ कि जस्तो त्यसपछि अरूलाई सबैलाई यो क्वेसन चाहिँ के हुन्छ भने ल्यान्डिङ खुट्टा चल्दैन ल्यान्डिङ गर्दाखेरि कस्तो हुन्छ त्यस्तो हुँदैछ होइन त्यो ल्यान्डिङ गर्दा एकदम सेफ हुन्छ एकदम मजाले त्यो अझ अलि हामी सब फ्रेन्डली सिधै झरिहाल्ने त हुँदैन होला है त्यस्तो दुईचोटि ट्राई गरेँ नि झर्नले सक्छ अरे फरक पार्छ होला त्यो पाइलटहरूको पनि छैन राम्रो पाइलट छैन भनेर भन्नु पाएन अहिले पनि ट्राई गरेँ अहिले नै तेस्रो चोटि जानुपर्छ पहिला चाहिँ मलाई त गराइदिनु एक्सेसेबल टुरिज्म मलाई त बन्जी चाहिँ डर लाग्छ अरूले गरेपछि बरु स्काई डाइभिङबाट ठिक लाग्छ होइन बन्जी किन अब त्यो हाइटको फोबिया भएर हाइट फोबिया हो हाइटको फोबिया
त्यो भएर त स्काई डाइभिङ पनि त नि पानीतिर हुन्छ नि त खोला आकाशमा कहाँ हाइड्रो होइन मुनि हुन्छ नि त खोला अहिले त हाम्रो नेपालमा त अब सबै हाइड्रो भएको ठाउँतिर मात्र बन्छ एयर फोबिया मलाई चाहिँ हाइटको फोबिया छैन मलाई फोबिया भएको चाहिँ सिस्मोफोबिया भन्ने चाहिँ अर्को भूकम्पको छ मलाई ए कोही बेला हाम्रो कडा बनाउँछ नि हल्लिन्छ नि खुट्टा म बिउजिन्छु कि भूकम्प आयो भनेर लास्टमा आफूले हाँस उठ्छ कि अस्तिको पालि आउँदा पुरा उ भएको छ क्या तिमीलाई अनि म सुतिरहेको बेला पऱ्यो कि विल चेयरमा थिएन म त्यतिखेर मेरो यस्तो भएको थिएन निदाइरहेको बेला उठाइदिन्छ अनि सातो जाँदैन भने चुरोट किन्नु पैसा ल्याउ न यार पैसा छैन केटा छ काट्यो ल भाइ अरू क्लोजिङ हालिदिउँ ल होइन नकाट न ठिकै छ ठिकै छ अहिले पज गर भनेको के होइन अहिले पज गर फेरि खायो अनि अहिले फेरि खानालाई होइन मैले तिम्रो होइन खाँदै फेरि स्टार्ट क्या भेप हान्ने हुन्छ ए भेपै छ त हो होइन भेप हान सिगरेट पनि खाऊँ न चाहिँ अहिले खाउँला नि मैले त उसको लागि कन्टेन्टको लागि मात्र चाहियो भनेर न त म किन माग्छु होइन हो त कन्टेन्टको लागि खाँदै गफ के काट्दैछ भाइ भाइ त्यस्तो नगर न यार हाम्रो चक्काहरूलाई फेरि उयो हुन्छ त्यो भेप ल्याउ नि त भेप त सक्नुहुन्छ भाइ आई पर्सनली सोचमा म त खुट्टा गएको भयो पानी मान्छेले बिस्तारै जान्छ कुन फ्लेभर हौ स्ट्रबेरी वाटरमेलन है कडा छ भाइ त्यसरी सिम्पल सिधै तान्नु त त म सक्दिनँ नि दादा हल्का सिधै तान्नु मुखमा राख्ने कि भित्रै जानु उडाउनु न त्यो चुरोट जस्तो तान्ने होइन क्या छोडिदिनु हो पुरै सिधै तान्ने आफूलाई अलिक नसालिलो बन्छ भने चुरोट जस्तै चुरोट जस्तो नतान्नु नत्र अब नर्मल तान्नु भने म तान्नु थाल्दैन यही हो यही हो यो चुरोट तरिकाले हाल्ने चाहिँ हाल्छ खानु पनि पर्छ खोक छ है है त्यो हाई हाई छ पैसा यसरी दाइले हाल्दै मलाई खानु चुरोट चुरोट क्या गुलियो यार खाँदै आउँदैन त हौ यसको एकदम कडा छ यो मलाई चाहिँ म्याङ्गो फ्लेभर मनपर्छ कि खाँदै अरू मलाई मलाई अस्ति ल्याउँदा ड्याडीले ल्याएको त्यो उयोलाई पप होला कि कति थाउजन्ड थियो जुन त्यही हो 30,000 पप हो 20,000 पर्छ अब अरू कुरा के छ त हाम्रो अरू कुरा अनि कन्टेन्ट भाइ रेकर्ड भइरहेछ अघिदेखि रेकर्ड गरिदिरहेको अब तिमीले भ्लगिङ स्टार्ट कसरी गर्यो त्यो ए भ्लगिङ चाहिँ यस्तो भयो यार सिकौँ होइन हामी नि बनाउने यसो ट्राई गरेर भ्लगिङ चाहिँ अब कसरी स्टार्ट भयो भन्दा सुरुमा त अब त्यो युट्युबमा हेर्दा त पानी थियो होइन के गयो अरूले गरेको देखेरै होला सायद म बिर्सिसकेँ अनि अर्को कुरा के भने अब अलिकति अब आफूले अब यस्तो भयो नि त एक्सिडेन्ट भयो पछि होइन अनि कतिपय अब यता रियाबमा बस्यो अनि आफूभन्दा अगाडिको दाइ दिदीहरूले पनि हामीभन्दा अझै अरू केसहरू अझै होइन नसक्ने के भन्छ दाइ जटिल केस सिभियर केसहरूलाई अझै हुन्छ हामी त यस्तो बोल्नु सक्नेले त बोलिदिनुपर्छ यस्तो कुरामा हामी नै अगाडि आइदिनौँ भने त कसरी हुन्छ भन्ने खालको पनि भएर उसले त एकचोटि त्यो केयरटेकरको पनि प्लानहरू कस्तो कस्तो स्टिल छ भिजन अब भोलिको दिनमा भयो भने चाहिँ होइन गर्ने छ प्लान होइन अनि हिजो मलाई एकजना भाइले ऊ फोन गरेको थियो फोन गरेर भने कुरा भएको थियो होइन एउटा भाइ छ एडिटिङ गर्ने एडिटिङ राम्रो गर्छ क्या राम्रो तिमी चिन्छौ होला त्यो किरण भाइ एकचोटि चिन्जान गरौँ त्यो भाइको अहिले उसले एउटा भिडियो एउटा कन्टेन्ट बनाएको छ नि मानसिक स्वास्थ्य सम्बन्धीको टिकटकमा किरण बराल भन्ने यस्तो दामी भ्युज गइरहेको छ कि राम्रो चलिरहेको छ उसले चाहिँ कुन कन्टेन्ट बनाउनु होला दाइ भनेर सोधिरहेको थिएँ कि खासमा है मैले चाहिँ के भन्दा कि पर्सनल एसिस्टेन्टको चाहिँ तिमीलाई चाहिँ किन निड छ र तिमीले हुँदाखेरि चाहिँ के कुरा चाहिँ तिमीले कन्ट्रिब्युट गर्न सक्छौ कन्ट्रीलाई कम्युनिटीलाई होइन र नहुँदाखेरि चाहिँ के कुरामा चाहिँ ल्याक भइरहेको छ होइन समाज र राष्ट्रले चाहिँ हामीबाट चाहिँ के कुरा चाहिँ अब त्यो पाइरहेको छैन नपाउने कुराहरू हुन्छ नि त हामीसँग नहुँदाखेरि के कुरामा घाटा छ असर परिरहेको छ जस्तो सरकारलाई हो त्यो टाइपको एउटा सानो एउटा चाहिँ भनौँ न एउटा मेरो पनि अनि यस्तै कुराहरू होइन अनि त्यो गर्ने उसमा भिजन त्यस्तै हो अनि सुरुमा अब अरूको देखेर नै आफैले सेल्फ बनाउने क्रममा चाहिँ अब सिक्ने कुराहरू पनि बिस्तारै सिकिँदै गर्दै गएपछि थाहा हुने रहेछ अनि अब स्टिल म अब लर्निङ फेजमै छु अलिअलि क्यामेरामा चाहिँ बोल्न सक्ने भएको तर होइन मैले कुरा काटेँ दाइ क्यामेरा फ्रेन्डली भइसक्नु भएछ होइन स्मुथ जान्छ तपाईँ
प्र्याक्टिस हुँदो रहेछ। अनि त्यो क्यामेरा फेस गर्न अहिले कस्तो गाह्रो हुन्छ। awkward feel हुन्छ। मलाई नि मलाई पहिला लाज लाग्छ अहिले त अनि आजकल चाहिँ त्यही त आफूलाई पुस पनि गर्दैछु अनि अब भोलिको दिनमा यो भिजनको कुराहरू चाहिँ अलिक अब आफू पनि राम्रो हुँदै गयो भने यदि होइन सबैले रुचाउँदै राम्रो मेन कुरा चाहिँ पैसाकै आउँदो रहेछ अनि गर्दै गयो भने चाहिँ अवेरनेस पनि अब सेल्फ एक्सप्लोर पनि गर्दैछु आफूलाई कतिसम्म हुन्छ त्यसकै लागि इन्ट्रेस्ट भनौँ न हबी नै भएर त्यसरी पुस गरेको प्लान हुन्छ भने म पनि पहिला त कहाँ बोल्नु सक्ने म पहिला फेसबुक हान्दै के अरे अनन्तले भनेको जस्तो हिजो तिमीले के भन्यो भने होइन हिजो र उसले मैले एउटा सानो एउटा सर्ट बनाएको छु क्या सर्ट सानो भिडियो त्यो कुरा बोल्दै नदिने क्यामेरामा बोल भन्ने क्या ऊ एकदम स्मुथली बोल्न सक्ने हामी त बोल्न नसक्ने नि त अब क्यामेरा बोलाउनु होइन ऊ दाया कहाँ क्यामेरा बोल्नुपर्छ क्या अहिले एकछिनमा बोल्नुपर्छ क्या यो कुरा नगर्नु न भन्छ आफूलाई त आयो चाहिँ सक्यो क्या हाम्रो त होइन त्यतिखेरको त्यो रोकेर राख्नु त हुँदैन नि त तर तिम्रो उसले अनन्तले भने जस्तो सही छ क्या होइन मैले चाहिँ आजकल त यसरी गर्दैछु कि अब हुन त एक्सपेरिमेन्टै गरेर त्यस्तो भनेको जस्तो प्रोफेसनल त छैन तर लाइक अब यस्तो हुँदो रहेछ क्या भिडियो अब यो कति मिनटको भइसक्यो थाहा छैन लगभग 15 मिनटै छोड्दै जति मिनट के अनि इन द सेन्स मैले बनाउने कुरामा एडिट गर्ने बेलामा त्यो लामो सट्टा पोइन्टको कुराहरू याद गरिराख्ने अनि ठ्याक्क ठाउँ लोकेसन ब्याकग्राउन्ड अलिक त्यस्तै कुरा हल्लाखल्ला भएको नभएको ठाउँमा त्यो कुरा त गर्दाखेरि चाहिँ सबै कुरा त्यसरी चाहिँ मिलाउनु अलाइन बनाएर गर्नु होइन तर त्यो सोचेको भाइ मलाई चाहिँ के लाग्छ भने नि है केटा हो होइन अब हामी जति हामी समाजमा निक्लिन्छौँ नि त्यति नै हाम्रो एडभोकेसी हो क्या होइन जति हामी भित्र बस्छौँ त्यति नै हामी चाहिँ हाम्रो एडभोकेसीमा कम हुनु केटाहरूलाई म काटिहाल्छ यही कुरामै केटाहरूलाई कतिको उयो भएको छ बाटोमा हिँड्दाखेरि अरूले पैसा दिने ओर्ने यार मलाई त 2-3 चोटि भएको छ मलाई पनि 2-3 चोटि माग्ने टाइप मलाई 2 चोटि भएको यो चाहिँ कस्तो छ भने एकदम पब्लिक एरियामा जाँदाखेरि हुन्छ क्या यस्तो समस्याहरू मन्दिरहरूतिर अनि कतै पार्कहरूतिर गएर बस्यो भने मान्छेहरूको माइन्डसेट त्यही भइरहेको छ ल यो डिसेबलले अपाङ्ग रहेछ ल यसलाई उनीहरूले नराम्रो गरे होइन अस्ति एउटा केटीको कुरा क्या म सम्झेँ म भनिहाल्छु एउटा केटी क्या हामी बेलुका केटाहरूसँग निक्लिन्छौँ अनि निक्लिँदाखेरि त्यो एउटा केटी सफारीमा सुरु चिनेकै जस्तो अब कोही होला भनेर भनेर उयो गरेँ क्या अब कोही चिनेको होला के हो उसको पोइन्ट अफ भ्यू थाहा भएन नि त अनि भयो अनि प्रायः जस्तो डेली त्यो इभिनिङ टाइममा त्यसरी भेटाउने अनि हल्का बोले जस्तो यताउता होइन यहाँ ऊ अब एक दिन त के भन्नु भने चोकमा यो केटालाई मैले हिजो पनि देखेको भन्दा केटाहरू अब यस्तै हामी होइन अरू भाइहरू हिँड्दाखेरि अब म मात्र हुल्चेरी हुन्छ अनि के हो दाइ एक्स हो कि क्या हो यताउता होइन केटाहरूले त्यही त हो भने अनि त्यतिकै त्यस्तै कुरामा भयो अनि यस्तो कुराहरू चाहिँ ठाउँअनुसार फरक अनि सुन न अनि के भयो भने कुरा मेन कुरा त अब भन्दैछु त्यो भयो अनि एक दिन चाहिँ ऊ जाने नैतिर म पनि जानुपर्ने भयो क्या अनि सँगसँगै भयौँ क्या अनि अब म चाहिँ कति ठाउँमा उनीहरूलाई बोल्नु मन लागेको होला होइन उनीहरूलाई कम्फर्टेबल बनाइदिउँ न भनेर मै बोलिदिनु खोजेर त्यसरी जानु खोजेको त्यो केटीले कस्तो रियाक्सन गर्यो भने यस्तो हेर्दै झन् सुई हिँडेको क्या यो चाहिँ नयाँ पागल साइको होला यसले मलाई फलो गरेर अब त्यो क्या त्यो पाएँ क्या दाइ मैले त्यो रियल कुरा होइन अनि अगाडि हिँड्छ सुइसी अनि म यही हुल्चेरमा सर जाएको थिएँ अनि यस्तो लाइक थुक्दै हिँडेको जस्तो क्या ऊ डराएर मैले त्यो पाइहालेँ क्या थाहा टाइपको भएर अनि म आफै स्लो गरेँ त्यो केटी गयो अनि बिस्तारै गइदिएँ क्या अस्ति रिसेन्टली हो 1 महिना जस्तो 10-13 अगाडिको कुरा दाइ अनि मैले पछि केटाहरूलाई पनि भनेँ भाइ अबदेखि चाहिँ म केटीहरूले तिमीहरूले नउच्काऊ मलाई केटीहरूको नजर त्यो मात्र होइन अर्कै टाइपको नि हुँदो रहेछ भन्ने पनि भयो अनि त्यहाँदेखि मलाई बाल पनि लाग्नु थाल्यो क्या सबैको त्यस्तो नहोला रमाइलो एक्सपिरियन्स भयो क्या होइन नि म एकचोटि के भयो भने पशुपति जाँदा त होइन म प्लानिङको त्यो पेप्सीको प्लानिङमा चिया खानलाई त्यो एउटा त्यो रोडको साइडमा चाहिँ कस्तो राम्रो बनाएको छ क्या त्यहाँनिर चिया खानलाई गएको होइन अनि म अब मजाले त्यस्तो ऊ पनि छैन एकदमै राम्रो खोइ अब त्यस्तो त्यो हुन्छ माग्ने जस्तो पनि म छु जस्तो नै मलाई लाग्दैन होइन भन्न खोजेँ म आफू पनि आफ्नो मेन्टेन त्यति मैले गरेको थिएँ जस्तो लाग्छ गएको थिएँ अनि त्यो जाँदाखेरि एकजना आमाले लिएर आएर होइन बाबु ल खाजा खानु ल भनेर अहिले 60-65 वर्षको त्यो अलिक ओल्ड एजहरूले जस्तो अनि त्यसो चाहिँ होइन भर्खरकोहरूले पनि दिन्छ यार मलाई फर्स्ट टाइम एउटा सानो नानी बच्चा बोकेकोले
यस्तै जाडो महिना थियो आलु चप बेच्दै थियो यो के खानु ल टाइपले 50 रुपियाँ दियो होइन फर्स्ट टाइम अर्कोचोटि दसैँ तिहारको बेला साथीहरूसँग हिँड्दै थियो केटाहरूले त्यति बेला मेरो यस्तै रफ राइडर थियो क्या अरूले ठेलिदिने थियो नि त अब माग्नेहरू पनि त्यसरी हिँडिरहेको हुन्छ अनि हामी त घुम्नु हिँडिरहेको थियौँ अनि अलिकति माथिको थियो के थियो त्यो सुटी टाइपकै थियो आन्टी टाइपकै अनि ल्याएर पैसा दियो अनि म चाहिँ के बोल्ने भयो क्या केटाहरू पनि अब भयो नि त केटाहरूलाई नि ला यसलाई त दियो उनीहरू पनि सकमा म पनि सकमा के बोल्नु भयो क्या तर मैले लिइनँ के गरिनँ अनि त्यस्तै क्या त्यो अनटोल्ड उयो भयो क्या बिचमा क्या यो ठ्याक्कै यो थियो मलाई चाहिँ कस्तो लाग्छ है मेरो चाहिँ एउटा चाहिँ विचार है कस्तो फिल हुँदो रहेछ होइन हामीलाई पनि कहिलेकाहीँ चाहिँ हामीले काहीँ न काहीँ केही न केही चाहिँ कमजोरी गरिराखेको काहीँ केही हामीले कसैलाई चाहिँ अलिकति नराम्रो हामीले पनि अन्जानमा भुल भइरहेको हुन्छ क्या हाम्रो नि यस्तो क्या त्यो कुराहरू चाहिँ कसरी काट्ने भन्दाखेरि चाहिँ जस्तै पुरानो मान्छेको सोच क्या कहीँ कसैलाई सहयोग पोर्ट्रे नै खालि त्यसरी गरिरहेछ नि त फिल्ममा पनि खालि माग्ने जहीँ पनि दुखियालीमै देखाइदिएको छ अनि मान्छेको सोचै हामी नै यो कुरा त थाहा छ यो कुरा त नेपाली फिल्ममा त अझ कम छ भन न सबभन्दा बढी इन्फ्लुएन्स हुने त हिन्दी फिल्म हेरेर हो क्या इन्डियन फिल्ममा चाहिँ अपङ्गता भएको व्यक्तिहरूलाई त यस्तो होचाएर बोलिरहेको हुन्छ यस्तो होचाएर उनीहरूलाई देखाइदिरहेको अपङ्गता होइन नेपालीलाई नै कस्तो जिस्काइदिन्छ हजुर बहादुर टाइपको क्या होइन याद गरेछ होइन त्यो त एउटा चाहिँ पार्ट अफ एउटा छुट्टै एउटा चाहिँ तर अहिले जे जस्तो भए पनि त हामी कुनै केस पऱ्यो भने जस्तै अब कहाँ त्यो हुन्छ नि त्यो रबाट भागेको हुन्छ नि त्यो टेरिस्टहरू कहाँ गयो नेपाल भागेको भन्ने टाइपको त्यो देखाइन्छ अनि होइन मैले भने त्यो त ओभरअल भइहाल्यो अपङ्गताको सवालमा चाहिँ चलचित्रले चाहिँ हाम्रो उनीहरूले हामीलाई हेर्ने दृष्टिकोणसँग त हामीलाई मतलब भएन नि त हाम्रो समाजको दृष्टिकोण चाहिँ के छ भन्ने कुराहरू चाहिँ हामीले हेर्नु पऱ्यो नि त हाम्रो समाजले हाम्रो चलचित्रले एकछिन रोक न हाम्रो चलचित्रले त हाम्रो ऊ त बोल्दैन नि त हाम्रो अपङ्गताको सवालहरूमा त यस्तो चाहिँ आँखा नदेख्न अन्ध भन्दैन होइन हिँड्न नसक्ने लङ्गडो भन्दैन होइन हाम्रो उसले भन्दैन क्या तर इन्डियन चलचित्रले भन्छ क्या त्यो त उनीहरूको एडभोकेसी कम भएको हो नि त त्यो उसमा त त्यो क्षेत्रमा हेर्ने हुन्छ त्यहाँको त्यहाँको जुन डिसेबलहरू हुन्छ नि उनीहरूले पनि आवाज उठाउन नसकेको एउटा भन्नुपर्दा एउटा डिसेबिलिटीलाई फोकस गरेर एउटा कुनै मुभीहरू बनाएको छैन होइन बन्न त बनेको छ फेरि ऋतिक रोशनको एउटा चाहिँ क्वाड प्ले चाहिँ हुन्छ त्यो जादु गरेर गर्ने होइन समथिङ के हुन्छ त्यो खतरा छ राम्रो हिन्दी पनि इङ्ग्लिसमा देखाएको चाहिँ मैले एप्तारमा हो एप्तारमा नि अरू पनि छ डकुमेन्ट्रीहरू मजा छ कमेडी होइन मी बिफोर यु भन्ने दामी एउटा क्वाड प्लेजीको मुभी छ अस्ति यस्तो एउटा इभेन्टमा गएको थिएँ कि अनि एउटा मुभीहरू एक एकवटा मुभी भन डिसेबिलिटी रिलेटेड भन्यो म त कहाँ पऱ्यो कि मैले होइन यार नेटफ्लिक्समा छ एउटा दामी छ दाइ एउटा भन्नु न 2025 के होला मैले पनि हेरेको कस्तो सटर त्यो भन्छ नि ब्याङ्गे हान्दिएको कमेडी कस्तो दामी छ क्या त्यो मैले नाम बिर्सेँ यार अहिले दामी छ बलिउड नि इङ्ग्लिस हो अनि मी बिफोर यु भन्ने एउटा चाहिँ लभ त्यो पनि हो दाइ अनि त्यस पछाडि अर्को एउटा चाहिँ कस्तो के दौडिँदै जान्छ होइन त्यो कस्तो नाम बिर्सेँ क्यारेक्टरले चाहिँ आफ्नो रोल प्ले गरेको रियल डिसेबल नै हो रियल पनि छ अब त्यो चाहिँ क्यारेक्टर होला तर हेर्दा चाहिँ क्यारेक्टरले गरेर त्यो त अनि एउटा ऊ मुभी छ नि एउटा ऊ मुभी छ नि त्यो दौडिँदै जान्छ कस्तो मैले बिर्सेँ क्या त्यो के स्टोरी भन्ने छ क्या एउटा अनटोल्ड स्टोरी कि समथिङ के भन्ने एउटा छ कि त्यो मुभी पनि त्यो चाहिँ सिपी समथिङ त्यसको केही काम भयो होइन अनि त्यो चाहिँ अर्को एउटा चाहिँ हिन्दी मुभी छ ऋतिक रोशनको नेपालमा त त्यो बम राखेर हिँड त उभिन सक्छ राजु छोरा मोक्से मुभी छ नि त साँच्चै त्यो मैले हेरेको छु प्रवीण दाईको हाम्रो प्रवीण दाई ऊ छ नि त डिरेक्टर डिरेक्टर नम्बर 1 कलरिस्ट अरे त हो नि नेपालको नम्बर 1 कलरिस्ट हो कमेडियन च्याम्पियनको कलर ग्रेडिङहरू सब दाइले गर्छ दाइ जस्तै ल यसलाई होइन अघि डिजेबिलिटीको कुरा आयो नि सबैले गर्ने भन्ने त आफ्नो ठाउँमा छ के छ त तपाईँको माइन्डमा चाहिँ हामीले के गरेर चाहिँ यसलाई भनौँ एउटा चाहिँ म भन्छु ल मलाई चाहिँ मनमा लागेको कुरा होइन अब यो चाहिँ अन क्यामेरा होस् या अफ क्यामेरा होस् यो मलाई चाहिँ लाग्दैन मनमा लागेको कुरा भन्नु चाहिँ डिजेबिलिटीको यो दृष्टिकोण चाहिँ सायद यो संसार बाँचुन्जेलसम्म कसैले चेन्जै गर्न सक्दैन क्या किन भन्दा छ नि हामी कसको परिवारमा पढ्दैन उनीहरूले बुझ्दै त्यो बुझ्दैन होइन कि अनन्त प्रकृतिले हामीलाई यसरी हुजेरमा बस भनेर पठाएकै होइन कि
हामी त यसरी चाहिँ डेभलप भएको हो क्या हामी दुई खुट्टा टेकेर हिँड्ने नै हो क्या हाम्रो डेभलप हाम्रो नेचरले हाम्रो प्रकृतिले हामीलाई बनाएको हामी दुई खुट्टा टेकेर हिँड्ने नै हो हामी दौडिने नै हो हामी नर्मल अरू साङ्गो व्यक्तिहरू जस्तोसँग काम गर्न नै जन्मेको हो क्या खासै जन्मिने र त्यो जन्माउनलाई त्यो एउटा चाहिँ त्यो डेभलप विकास गरेको नै त्यसरी हो क्या अनि त्यो विकासभन्दा बाहिरको हामीले चाहिँ के हो भने हामीले त प्रकृतिलाई च्यालेन्ज गरेर चाहिँ जिइराखेको हो क्या हामी मानवहरूले चाहिँ अलिकति गऱ्यो नि त्यस्तो हामीले व्हिलचेयर बनायौँ होइन अब क्याथेटरहरू बनायौँ त्यो चाहिँ हामीले सर्भाइभ गर्नलाई मात्र बनाएको चिजहरू हो क्या यो त्यो भएर यो चाहिँ लाइफमा कहिले पनि यो दृष्टिकोण चेन्ज हुँदैन होइन कतिसम्म सजिलो बनाउँदै जाने र मानिसको सोचलाई कतिसम्म परिवर्तन गर्दै जाने भन्ने कुराहरू मात्र हो त्यही कुरालाई चाहिँ के चाहिँ गर्न सकिन्छ त्यसको लागि गर्ने त यस्तै हो अलिक एक्स्ट्रा अर्डिनरी कामहरू गर्दै हिँड्ने मलाई चाहिँ यस्तो लाग्छ ल भनिहाल्छु तिमीले भन्न आएको थियो कुरा के अरे मलाई चाहिँ हाम्रो सोसाइटीले साथीभाइहरू जेसुकै होस् होइन इन्भल्भ गरिदियोस् क्या सँगसँगै क्या जे कुरामा इन्भल्भ गरिदियोस् आफै हाम्रो आफै डेभलप हुन्छ क्या तपाईँ खालि बर्थडे पूजा मन्दिर जानलाई मात्रै इन्भिटेसन गरेर त कहाँ हुन्छ बर्थडेमा मात्रै केक ल्याइदिएर हुन्छ त अझ बर्थडेमा नि के हुन्छ पूजामा नि के हुन्छ भने होइन ल आयो ल नआउँदा पनि ऊ दुखी होइन त्यो मान्छे उसले जो इन्भिटेसन दिन्छ उसले नआउँदा पनि त्यो मान्छे दुखी उनीहरूलाई चाहिँ क्या हामीलाई चाहिँ यही बर्थडे अनि उसमा मात्रै इन्ट्रेस्ट छ टाइपको हामी त पुरै अन द स्पोट एउटा चाहिँ दामी एउटा एपिसोड दिइरहेको छौँ है तपाईँ पनि यहाँ जोइन हुनु नि केही फरक पर्दैन जोइन हुँदा केही फरक पर्दैन क्या तपाईँ चाहिँ हाम्रो चाहिँ कम्युनिटीबाट उहाँले दृष्टिकोण राख्न सक्नुहुन्छ नि तपाईँसँग भेट्न पनि छ म तपाईँलाई भेट्न आएको है ल हस् तपाईँ त्यही भित्र जाने हो नि अहिले होइन अहिले जान्न है कतिखेर जानुहुन्छ तर अब यसमा हामीले पनि उयो दिन नसकेको होला उनीहरूको नजरमा हामीले केही नगरेर पनि उनीहरूले इन्भिटेसन कम गरेको होइन होइन मैले भन्नु खोज्दै थिएँ कि यहाँनिर हो कि जस्तै हामीलाई के गर्छ भने बोलाउँछ जबरजस्ती आउनै पर्छ बाबु त आउनै पर्छ कान्छा जेठा साइला माइला जिवर नाम होइन त जसरी नै आउनु पर्छ अनि बोलाउन पनि पठाउँछ मान्छे लिनु पठाउँछ अनि जब चाहिँ उनीहरूको चट्ट घरको भन्छ टक्क आँगनतिर कता हुन्छ नि सेफ ठाउँमा लगेर राखिदिइहाल्नु क्या हामीलाई टक्क राखिदिने हो अनि त्यस पछाडि ओ कान्छालाई ल ल साइला माइला ठाइलाले के छ लिएर दिइहाल गाह्रो हुन्छ बरा ऊ आइसकेछ आयो खुसी लाग्यो कान्छ ओहो बाबु कस्तो खुसी लाग्यो भने त्यो खानेकुरा दिउँ अनि त्यसपछि यति चाँडो बिदाई गर्न हतार हुन्छ नि उनीहरूलाई फेरि हामीलाई होइन त्यहाँनिर हामी त्यहाँ बसिराख्दाखेरि तँलाई गाह्रो हुन्छ बाबु त गइहाल जाँदा ऊ सुत्न आनन्दले सुत है आइस खुसी लाग्यो सक्यो क्या उनीहरूले चाहिँ के गरिरहेको छ भने हामीलाई चाहिँ दायित्व एउटा चाहिँ हामीले ओहो गरिदियो फर्मालिटी मात्र फर्मालिटी एउटा औपचारिकता पुरा गऱ्यो औपचारिकता पनि कस्तो भने यति दयनीय औपचारिकता कि त्यो चाहिँ त्यो हुन्छ नि यस्तो हुन्छ कि अब बोलाउँदै फेरि इन्भिटेसन गर्दाखेरि पनि बाबु त आउनु सक्दैन होला अझ तपाईँहरू चाहिँ जसरी नै टाइपको हुन्छ कि सुरुमै बन्दैछ अवरोध क्या दाइ मेन रियालिटी त सुन न सही भनेकै यो हो अर्को कुरा त यो बिहेकै कुरा क्या बिहेकै कुरामा पनि मलाई अस्ति एकजना हजुरबाले तर नो अफेन्स टु एनी वान है कसैलाई त्यो भन्नु खोजेको होइन हामीले रियल कुरा गफ गरेको जुन चाहिँ अफ क्यामेरा पनि गरिरहेको हुन्छ त्यो देखाएको हुँदैन मैले चाहिँ हामीले त्यही कुरा के भन्नु न एउटा हजुरबा आयो होइन अब कुरा भन्छ नि यत्रो उमेर भइसक्यो एक्सिडेन्ट भए पनि पछि पनि होइन बिहा त गरिदिनुपर्छ कोही साथी यसलाई पनि भयो भने डेली लाइफमा सजिलो हुन्छ भन्ने कुरा अनि त्यो हजुरबा आएर के अरे कोही एउटा केटी छ डिभोर्स भएको 2टा बच्चा छ सिधै क्या दाइमा म त हुन्छ त फेसबुक आइडी दिन गफसप गर्छु त्यस्तो नराम्रो त भन्छ तर के उयो केटीहरू छैन होइन सिङ्गल केटीहरू चिकन होइन यस्तो हो खास अनि होइन मैले ठिक छ जो होइन मन मिल्यो भने सहयोग गर्ने 10वटा छोरछोरी हो तर उनीहरूले के सोचेर भनेको ऊ कमलले भने त पहिला बाबु त आउनु सक्दैन तपाईँहरू चाहिँ सजेर आउनु भने यो सिम्प्याथीको उसमा हेर्ने चाहिँ हट्दैन कहिले हट्दैन त्यो बिचारा ओहो कठै त्यो बाबुआमालाई त्यस पार्टीमै गयो अब ल भन्नु त हामी बिरामी हो त दाइ बाबु आउनु सकेन के ल खानेकुरा ल्याइदिनु भने बाबुआमाले पनि दाइ सबभन्दा बढी बाबुआमालाई त्यतिखेर हुँदो रहेछ क्या होइन अब बाबुआमा त्यहाँनिर अब जान्छन् होइन बाबुआमा आफन्तहरूलाई त्यही त आफन्तहरूलाई त्यो खाना बोकाएर पठाइदिने क्या होइन कस्तो लाग्ने त्यतिखेर चाहिँ त्यो
त्यही भएर भने जसको परिवारमा नजिकको मान्छेसँग यस्तो पढेको छ उनीहरूले मात्र अलिक बुझ्छ हो त्यो त तिमीले सही भनेको त्यो नपढ्ने नपढिकन मान्छेहरूले कहिले बुझ्दैन कि त्यो एकदम नजिक हुनु पऱ्यो अनि त्यो फ्यामिलीसँग होइन कोही कोही चाहिँ रिलेट गर्ने हुन्छ है फेरि एकदम होइन अब सबैजनालाई भने होइन ओभरअल एउटा चाहिँ अनुपातको हिसाबले रेसियोको हिसाबले उनीहरू बढी नै छ त्यो मात्रा चाहिँ बढी छ बुझ्दै नबुझ्ने भन्ने छैन बुझ्दै नबुझ्ने समाज भइदिए हामी आज यसरी हिँड्न पनि त सक्दैन अब हाम्रै फ्यामिली होइन यत्रो वर्ष भयो हामीलाई यतिको सपोर्ट नगरेको भए यो ठाउँमा आएर यतिको पुग्नु सक्नै हुन्न थियो क्वाड्रिप्लेजिकलाई त म एउटा कुरा के भन्छु भने नि होइन हामी जतिजना छौँ नि हामी त घर परिवारको अथाह मायाले भएको मान्छे हो जसले जे जहाँ हामीले जे गरे पनि होइन जति नै हामीले म आफै चाहिँ बनेको हुँ भनेर हामी जति भाषण दिए पनि हामीलाई त पछाडि पुस नगर्ने फ्यामिली नभएको भए आज हामी यो ठाउँमा हुनुहुन्थ्यो हामी बिरामी होइनौँ नि तर बिरामी जस्तो रूपले हेरिदिन्छ बिरामी होइन पनि यार कहिलेकाहीँ त जिन्दगीभरि बिरामी छु जस्तो लाग्छ यार अलिन त यार कहिल्यै इन्फेक्सन टुट्दैन यार मेरो त यार तर अब हामी सायद भिडियो लास्टतिर पनि आइपुग्यो है के कुरा भन्न चाहन्छु भने आइएम सो के भन्छ ग्रेटफुल फर तपाईँहरू साथीहरू जो चाहिँ काठमाडौँमा हुनुहुन्छ है अनि अर्को कुरा के भन्न चाहन्छु भने यो चाहिँ धेरै जस्तो प्रोग्रामहरू यता मात्र हुन्छ नि त हाम्रोतिर कमै हुन्छ पूर्वतिर ए नाइ मैले रोकेँ ल त्यो अनि भन्नु न दाइ सकाइहाल्छु म भनिहाल्छु ल हुन त होइन म एउटा चाहिँ क्यामेरा के भनिहाल्छु भने नि होइन मैले चाहिँ देखेको क्या कमल होइन पूर्वतिर कतिजना सङ्घ संस्था यताउति गरिरहेको छ होइन रोशनले चाह्यो भने छ नि एडभोकेसी गर्नलाई उसको कुरा बढी सुन्छ क्या होइन किनभने त्यो सङ्घ संस्थासँग क्यामेरामा कुरा गर्नु त्यही त अनि हो यो कुरा चाहिँ कसरी हुन्छ होइन अरूलाई गाह्रो नपार्ने हिसाबले होइन कसैलाई गरी खानु आफ्नो तरिकाले गरिरहेको छ तर अब यहाँ जुन यसरी स्वतन्त्र हिसाबमा गरिराख्नु भएको छ नि यस्तो चाहिँ उता पनि भइदिए उताको मान्छेको नजर चेन्ज प्लस धेरै कुरालाई उयो हुन्थ्यो नि त भन्ने कुरा आयो क्या दाइ चाहिँ त्यहाँ चाहिँ तिमीलाई होइन भने जस्तो कम्युनिटीसँग जोडिनुपर्छ तिमी जसरी कुरा हुन्छ त्यही क्या पहिला आनेको स्टाइल टाइपको क्या अब व्हिलचेयर डिस्ट्रिब्युसन पनि हुन्छ नि दाइ अस्तिको भर्खर भएको थियो अनि फेरि पनि नो अफेन्स टु एनी वान भोलिको दिनमा उनीहरूसँगै मिलेर काम गर्नुपर्ने हुन्छ यो चाहिँ बिग सर्ट हान्दै थियो है त्यो भिडियोमा भन्ने नहोस् तर गएको म यही व्हिलचेयर लिएर गएँ अनि यो यस्तो इलेक्ट्रिक भएकोले भाइ एउटा दिदीले यो व्हिलचेयरमा होइन अर्को हातले ठेल्ने व्हिलचेयरमा जाउँ न अनि मात्रै तिमीलाई दिन्छ टाइपको कुरा क्या यो त म बाहिर हिँड्दा पनि युज गर्छु त अर्को म्यानुअल त मलाई घरमा बस्दाखेरि एक्सर्साइज गर्नु त्यो मेरो दुईचोटि वेल्डिङ गरिसकेँ अस्ति मैले बनाएँ नि दाइ आएको बेलामा त छैन अनि त्यो अर्को व्हिलचेयर छ भन्दा छ भने जस्तो मैले त्यो चाहिँ चाहिएन मैले घरमा थोरै सजाउनु त लग्ने कुरा त हुँदैन नि त कस्तो रहर हुन्छ र होइन उनीहरूले के भन्यो भने जसको हुँदैन उनीहरूलाई चाहिँ दिने भन्नु भने ठिकै हो त्यो हिसाबले तर पनि हामीलाई पनि निड भएर त त्यत्रो गएको हुन्छ नि त त्यहाँनिर होइन त्यही भएर यस्तो प्रोग्रामहरू उता भइदियो भने यस्तो प्रोग्रामहरूको चाहिँ हरेक कुराहरू अर्गनाइज गर्ने तिमीले हो म चाहिँ के भन्छ भने डाइरेक्ट ऊ जोडिनुपर्छ भन्ने पनि छैन जस्तै रियल रोजको चाहिँ एउटा चाहिँ रोशन अधिकारी फाउन्डेसन खोलेर एउटा तिमी आफूले इन्डिभिजुअल रूपमा चाहिँ यसलाई चाहिँ अगाडि बढाउन सक्छौ है राजा अब ठिकै छ अब भ्लग पनि गर्दैछु दाइ तिमी चाहिँ सङ्घ संस्थासँग एउटा कस्तो हुन्छ भने मलाई पनि अहिले चाहिँ कस्तो लागिरहेको छ सङ्घ संस्थासँग जोडिन मलाई पनि इन्ट्रेस्ट चाहिँ छैन साँच्चै टु बी अनेस्ट के भन्दा बरु इन्डिभिजुअल हामीले गर्ने एडभोकेसी नै होइन मैले त्यो तिमीलाई अब के भने जस्तो तिमी आउँदा जब श्री एयरलाइन्सबाट काट्न आयो नि रोशन तिमीले त्यो श्री एयरलाइन्सलाई गरेको एडभोकेसी नै इनफ हो क्या त्यति एउटा एडभोकेसी गर्नलाई एउटा चाहिँ सङ्घ संस्था हुनु पऱ्यो भनेदेखि नै लाखौँको बजेट चाहिन्छ क्या जस्तै अब म गएर चाहिँ बन्जेमा गएर हाल्नु थालेँ नि त्यो मेरो चाहिँ लगभग 20,000 भित्रको प्याकेज हो क्या हामी दुईजनाको भने मेरो पर्सन 10,000 हो एउटा सङ्घ संस्थाले त्यही एउटा चाहिँ गर्नु पऱ्यो भने 10 लाखको बजेट चाहिन्छ क्या त्यति गर्नलाई भने पछाडि यो सोसाइटीले चेन्ज गर्ने भनेको कुराहरू भनेको इन्डिभिजुअल एडभोकेसीले नै हो सङ्घ संस्थाको एडभोकेसीले पोलिसी चेन्ज गर्ने हो मैले देखेको चाहिँ त्यो भएर यो सङ्घ संस्थासँग धेरै चाहिँ अब योले त्यो गर्यो भन्ने मलाई त्यो जरुरी छ जस्तो लाग्दैन अलिकति एकाउन्टेबिलिटी हुने अलिकति पारदर्शी तरिकाले अगाडि बढ्ने हो भने चाहिँ एउटा फाउन्डेसन बनाएर आएको कहीँ कतैबाट त्यस्तै गरी सहयोग आयो भने त्यो फाउन्डेसन थ्रु होइन त्यसलाई चाहिँ युज गर्न पनि गाइज प्लिज सब्सक्राइब रियल रोज च्यानल सो द्याट आई क्यान मेरो पनि सब्सक्राइब गर्नु सबैको होइन मेरो नि 850 समथिङ पुगेको छ तिम्रो के हो अनि राम्रो भयो भने चाहिँ केटाहरूले मलाई सबैको कुरा सुन्यो कि तर लास्टमा कमलले चाहिँ वास्तवमा आफ्नो एक्सपिरियन्स भनेको छैन कि
स्कुटी खाइयो ल त भयो बिस्तारै निस्किँदै जान्छ अन्त हामी मात्रै धेरै बोल्यौँ नि भइरहेछ क्या तिम्रो होइन दाइ त्यस्तो होइन भाइ भन्नु मलाई जस्ट अनि तपाईँहरू सबैसँग भएको बेला मलाई मनमा लागेको कुरा मात्रै निकाल्यो अहिले चाहिँ 4 बजेको छ बेलुकाको अघि हामी त्यहीँ बसेर गफसफ गऱ्यौँ सानो पोडकास्ट टाइपको गफसफ हाम्रो कडिफाई साथीहरू भएर अझै त्यहाँ भाइहरू केटाकेटीहरू खेल्दैछन् अब चाहिँ यहाँभित्र क्यान्टिनमा जानु आँटेको यस्तो छ क्यान्टिन कता बस्ने हामी दुध भटौरा पुरी रोटी आज चाहिँ खाजामा खिर र चाउमिन रहेछ डिस्प्ले आउँदैन र मैले अफ गरेको दाइ तपाईँ के खाने त दाइ खिर खाने म ब्ल्याक टी एउटा चाउमिन खाइसक्यो मनी चाउमिन खिर पनि आयो दाइलाई पनि वेलकम है मेरो भिडियोमा दाइ भर्खर खाजा खान स्वागत छ एसआरसीमा साथीहरूलाई होइन हामी लगभग 8 वर्ष पछाडि भेट्दैछौँ रोशन भाइसँग हस् दाइ ल खाजा खानु अनि अहिले फेरि भिडियो बनाऊँ है हिमालयन रोडिज होइन हामी सबैजना रोडिज हौँ किनकि हामी हजारौँचोटि लडेर हजारौँचोटि उठेर उठ्न सिकेका छौँ एक्ज्याक्टली उठ्दैछौँ हामी म त एकचोटि लडेर उठ्नै सकेन ओके अहिले चाहिँ हामी यहाँ खाजा खाएर निस्किसक्यौँ क्यान्टिनबाट अब यहाँबाट हामी यो चाहिँ रिह्याबको उता चाहिँ वार्डहरू हो प्यासेन्जरहरू कुन कुन प्रदेशबाट कतिजना आएको छन् भनेर टाइमलाइन अफ एसआरसी यहाँ बनाएको यस्तोहरू छ होइन भनेको तपाईँलाई प्यासेन्टको नामहरू ओके गाइज अब चाहिँ यो रिह्याबमा छिर्ने मेन इन्ट्रान्स गेट सागाको स्पाइनल इन्जुरी रिहेबिलिटेसन सेन्टर अनि उहाँ चाहिँ साथीहरूलाई ठेल्दै हुनुहुन्छ मेरो पनि म्यानुअल चेयर भए चाहिँ मलाई पनि ठेल्नु पर्थ्यो खतरा छ नि बिल्डिङ भोकेसनल अपर्च्युनिटी फर इन्क्लुसन टु कम्युनिटी एन्ड इम्पावरमेन्ट भोइस रोजगारी र समुदायमा समावेशीकरणका लागि व्यवसायिक अवसर रन बाई स्पाइनल इन्जुरी सङ्घ नेपाल भैँसेपाटी सागा काभ्रे यता छि अनन्त भाइ आइसक्यो केटाहरू अब भित्र जाने होला सो लेट्स गो केटाहरू स्ट्रङ छ नि सब गाडी हामी प्रायः सबै एउटै लेभलको यो पनि माथि घाँटीको लेभलको है त्यो पनि केटाहरू स्ट्रङ भइसक्यो म मात्र इलेक्ट्रिकमा छु अब म पनि भोलिदेखि चाहिँ ट्रेनिङ अर्कोमा गर्छु होला ल भित्रै जाउँ यहाँबाट हेर्दा चाहिँ यस्तो देखिन्छ है ओरिजिनल बल्ब रहेछ भने चाहिँ नयाँ रहेछ नि यो बल युज गर होइन अनि अर्को बल यो चाहिँ खास ओरिजिनल रग्बी बल हो भुचेर रग्बी WWR भन्छ को तिमीले लिएको कि के मैले लिएर हामीले अस्ति दिएको थियो कि मसँग नि छ एउटा ओके खोजेको भेटेन त्यो अब हाम्रो भनेपछि भोलिदेखि स्टार्ट हुन्छ ट्रेनिङ तपाईँहरूको त उतै हुन्छ होला है दाइ हाम्रो उतै हुन्छ अनि त्यो अस्तिको भलिबल भन्दा हल्का छैन त्यो गाइज अहिले चाहिँ हामी रुममा आइपुगिसकेको छौँ गाइज अहिले चाहिँ म पनि यहाँ राम दाइसँग राम दाइले थोरै दाइको भिडियोमा म दाइको भ्लगमा आउँदैछु दाइलाई अघि पनि मैले स्वागत गरेँ फेरि वान सेकेन्ड वेलकम टु माई भ्लग दाइको बारेमा भन्नुपर्दा चाहिँ नमस्ते सबैजनालाई स्वागत छ भाइको हाम्रो रोशन भाइको ब्लगमा र आज भाइहरू आउनुभएकोमा चाहिँ एकदम स्वागत यहाँ फेरि पनि भोइस धन्यवाद दाइ र अनि मेरो नाम भन्नुपर्दा चाहिँ रामबहादुर तामाङ ब्लगको नाम भनिदिनु मेरो ब्लगको नाम चाहिँ तामाङ ब्लग गएर हेरिदिनु होला होइन व्हिलचेयर लाइफ सम्बन्धी एउटा दुइटा भिडियोहरू आउँछ अनि दाइको बारेमा भन्नुपर्दा दाइले टुरहरू गर्नुभएको त्यो बारेमा थोरै भनिदिनु न त्यो उता लुम्बिनी मैले चाहिँ 2070मा चाहिँ होइन नमबुद्ध टु लुम्बिनी फर्स्ट ट्राभल मैले 366 किलोमिटर व्हिलचेयरमै एउटा स्पाइनल कर्ड इन्जुरी बारे जनचेतना जगाउनुको लागि र अनि त्यस पछाडि चाहिँ इन्डियामा चाहिँ बोधगया लुम्बिनीदेखि बोधगयासम्म 553 किलोमिटर होइन त्यसमा सेकेन्ड र अनि थर्डमा चाहिँ मेची टु महाकाली 1028 किलोमिटर चाहिँ
विलचेयर ट्राभल गरिसकेका छौँ र कति दिनमा दाइ थियो पूर्व पश्चिम? पूर्व पश्चिम चाहिँ तपाईँको 26 दिनमा महेन्द्रनगर पुगे र 27 दिन बिहान चाहिँ गड्डा चौकी प्लस महाकालीकी पुल के भन्छ त्यो पुलमा गएर चाहिँ गड्डा चौकी पिलरमा गएर चाहिँ समापन कार्यक्रम गरिएको। दाइ खतरा एकदम गर्नुहुन्छ दाइको। अब अरू बाँकी कुरा चाहिँ दाइकै च्यानलमा गएर प्लिज हेरिदिनु होला, दाइलाई पनि सपोर्ट गर्नु पऱ्यो। अब दाइको भिडियोमा हामीले भिडियो गर्न आँटिरहेको छौँ, यो भिडियो चाहिँ दाइले हाल्नुहुन्छ अनि हेर्नु होला। सो अब हाम्रो स्टार्ट गर्नु साथीको ट्याटु बेडसोड गर्दा स्टार्ट थियो। साथी फेरि ट्याटु हान्दा हान्दै बियस भइदिएको होइन, 22 घन्टा ननस्टप हान्छ। हो चिसो छ है अहिले चाहिँ यहाँ। म चाहिँ खाना खान जाँदैछु। रातिको वातावरण, रातिको के भन्ने टाइम चाहिँ यस्तो छ शान्त। आजको भ्लग अब यतिमै एन्ड गरौँ। थ्याङ्क यू सो मच फर वाचिङ, सी इन द नेक्स्ट भ्लग। ओके राडा, बाई बाई। आज चाहिँ हामी 5जना छौँ, हिजो चाहिँ 3जना थियौँ।